के हो त्यो हाना हेलो गाइस लुलुलु हेलो गाइज वेलकम माई युट्युब च्यानल भिडियो चाहिँ अब हाम्रो चाहिँ आउँछ हेलो गाइज हामी चाहिँ कोठाबाट आएर खाँदै जाँदा नि भएको हुन्छ माथितिर यता बाटो काटेर होइन हामी चाहिँ हिँड न के हुन क्या हामी चाहिँ कोठाबाट आएर नि खाजा खाएर नि भुडियो टन्न बनाएर पनि हिँडिसक्यौँ अब यति बा हामीलाई कति घन्टा पुग्छ यति खाजा खाएको भरे बेलुका खानु दुईटा ग्याङहरू चाहिँ दुईटा चाहिँ उनीहरूको कपाल काट्नुपर्छ भनेर रुनु मात्रै बाँकी छ किन चाहिँ कपाल किन काट्ने भने चाहिँ उनीहरू अब हामी नेपाल छोडेर अन्तै देश जानु लाग्यो त्यही भएर म पासपोर्ट बनाउँदाखेरि त्यो कपालले के गर्छ बा डिस्टर्ब गर्छ बा दिँदैन भनेर त्यही भएर मैले कपालले गर्दा फेल हान्थ्यो भने त सकिएन त्यही कपाल काट्नुपर्छ भनेको रुनु खोज्छ अब हुनु पनि हो उनीहरूले कति वर्ष लाएर बनाएको कपाल के गर्नु यस्तै छ तपाईँहरू पनि हामीसँगै घुम्न जाउँ गोदावरी म लग्छु तपाईँहरू हेरेर मस्तले चित्त बुझाउनु होला गएर मस्तले हाम्रा दर्शकबिनहरूलाई घुमाएर फेरि फिर्काएर ल्याउने मेरो जिम्मा अब त्यति चाहिँ गर्न सक्छु म ए धनी मनीहरूसँग हिँडेपछि त सानै फाल्टो नि अहिले पैसाले बुढाइदिन्छु म साथी त यत्रो पो देखिन्छ धनी मनीहरूसँग हिँड्नुपर्छ है के भएको होला मेरो साथी हामी चाहिँ गाडी चढिसक्यौँ अब हामीसँग हिँड्नु न अब तपाईँहरू पनि गाडी चढेकै फिल गरिदिनु ए धनभागा बुद्धिना भागा भएर तिरेर होला सेन्सी पुग्छे हामी चाहिँ गाडीबाट पनि चढिसक्यो अब भित्र छिर्नुपर्छ है सेन्सी त परै हो त ठाउँ परेछ क्या के लाने किन लाने चिप्सहरू लाने कि लाने भित्र गोदावरी हामी सँगसँगै तपाईँहरू पनि घुम्नु होला यस्तो ठाउँ छ एकदम दामी ठाउँ छ एकदम दामी मात्र थाहा छ लेफ्ट भाइहरू यार कुन स्कुलको टुर हिँडेछ यार भर्खर भन्छ चाहिँ युट्युब च्यानलमा सब्सक्राइब हेऱ्यौँ भने चाहिँ 10 पनि गढेको छैन गोदावरी चाहिँ यस्तो छ है के लाने र राम्री मान्छे रहेछ ब्याग छ होइन त्यो के प्लास्टिकको लाने त्यहाँबाट लगाउनु लु दिनु न के लाने हो भन न त्यो यहाँ ए यही खोज्यो त्यो खोज्यो एउटा यो एउटा त्यो एउटा यो 2 PM के लाने चल्छ चेक गर न चल्दैन अब चलाएको चल्छ हामी चाहिँ खाजा पनि भइसक्यो हामी गरिबसँग धेरै भयो क्या हो धेरै गरिब जस्तो लाग्यो उहाँ कुरामा न ए हुन्छ थ्याङ्क यू पानी दिनु न त्यसको पानी यहीँ हालिदिनु ल धन्यवाद तपाईँको झोला चाहिँ राम्रो लाग्यो मलाई हस् गयो मान्छे खेल्न भयो अब फ्रीमा भनेको त हामी नेपालीले फ्रीमा त कहाँ फ्रीको त सबै उठाइदिने हो नि एउटै छोडिँदैन नि यसलाई कहाँ राखौँ हामी चाहिँ जिम यतै राखौँ यता हामी चाहिँ जिम खेल्न जिम रे बडी बनाउनु परेन होइन के हो त्यो हाना यो यस्तै हो यसरी खेल्छ के बडी कहाँबाट भर्खर जिम जानु खोजेकोहरू हेर जिम बनाउनु बडी फुटाउने हो
खुट्टाको त्यो खुट्टाको हो। यसरी गरेर ए थुक्क क्या होइन डल्लै लाउरे अरे के अर्को क्यामेराम्यान यतै कुन लाउने यो चाहिँ मान्छे के गरेको होला यो पनि ठेनेर गयो यहाँ चाहिँ सडक निर्माण हुँदै रहेछ जस राम्रो लाग्यो गोदावरी आउने ठाउँ गोदावरीभित्र घुम्न जाने ठाउँ एकदम राम्रो कति राम्रो बुकियोहरू अनि 9 धाराको चाहिँ यता छ क्या अनि बुक छुनु मिल्छ यसरी मिल्छ किन नमिल्छ होइन सोधे अब कुनै बेला त नमिल्नु पनि सक्छ नि त राम्रो छ है एकदम दामी 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 यो पनि एकदम ए यो त मान्छे पो रहेछ म त मूर्ति भनेर हेलो गाइज सुलुलुलु केही भन्नु न त यो भिडियोमा हेलो गाइज सुलुलुलु उहाँहरू चाहिँ हाम्रो ग्याङ होइन है हाम्रो ग्याङ चाहिँ यता छ फेरि चारजना एकदम एकदम दामी हो नि कसरी चिन्नुभयो ल तर राईको त आँखा सानो हुन्छ भन्छ मेरो ठुलो छ त यो आइफोन 17 भन्नु के भन्नु आइफोन हो रेडमी आइफोन के जाति बरेको हाँगा हाँगा जस्तो हामी त बरे रागा जस्तो सैले है छिटै बुढो भइन्छ हेलो गाइस लुलुलु आज टिकट काट्ने ठाउँ पुग्यो गाइस टिकट काट्नु पर्यो तिनटाको 150 अब चाहिँ गाइस तपाईँहरू पनि तयार भएर बस्नुहोस् पेटी कसेर बस्नु कम्बर कसेर बस्नुहोस् आँखा ठुलो बनाएर बस्नुहोस् किनकि म जाँदैछु गोदावरी ढ्यान ढ्यान सुरु भयो हाम्रो गोदावरी एन्ट्री दुईवटा चाहिँ डाँडो तपाईँहरू रुममै बसी बसी पनि हेर्न सक्नुभयो क्या इन्जोय लिनु होला मेरो भिडियो हेरेर हेर्नुहोस् यस्तो 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 ठाउँ बाँसको जाँगा हाम्रोतिर भन्दा कप कप काट्दै स्वाट ए मान्छेहरू थुप्रो हुनुहुँदो रहेछ ल भयो भयो त्यस्तो कुरा यस्तो दामी ठाउँमा ल्याइसकेछु तपाईँहरूलाई खोला फोटो खिच्नेको भिड लाग्छ क्या अहिले हेर्नु त हेरेर जानु न फोटो नखिच्नु होला त्यही त यता फोटो नखिचेको रुनु मात्र बाँकी छ रुममै बसेर कोठामै बसेर भए पनि एकछिन भए पनि पढ्नु होला यसो भिडियो रोकेर भए पनि पढ्नु होला के लेखिएको छ मैले चाहिँ पढ्ने टाइम भएन है मलाई चाहिँ तपाईँहरूलाई नि ज्ञान ठाउँ छ क्या मान्छेहरू त बहुत हेलो गाइस सुलुलुलु किन तन्किँदैन भन्छ घाँटी नि छोटो भएन सुरु अब चाहिँ तन्किन्छ ल साँच्ची भने आज त कति थियो मान्छे गोदावरीमा तपाईँहरूलाई घुमाउनु पुऱ्याएको सकेको छु मैले कृपया मजाले सुती घुमेर हेरिदिनु होला मान्छे क्रेजी कति थियो हजुर हाम्रो त ड्रोनै यही हो टोक्ने यत्रो झिक्यो खन्न घुमाइदियो सबै त्यहाँदेखि खतरा छ है हामीसँगै सबै हाम्रो मेरा दर्शकहरू पनि सबै घुम्नु होला मैले जता जता क्यामेरा फिर्काउँछु त्यता आँखा पनि घुमाउनु होला त्यस्तै भन्दै म चाहिँ छिरिसकेँ केली ओ यो त फ्री फायरकै छ त हेलो हेलो सुलुलुलु ए भाइ एकछिन ल म तन्काउँछु ल सुलुलुलु ल मेरो नि बिग फ्यान मेरो नि फ्यान भेट्यो त के हो यस्तो
बढी भयो कि क्या मेरो फ्यान भेटिन थाल्यो त ए म त तिमीलाई नि फुल भन्दिर एकछिन है भित्ता भित्ता अरे कोही हुनुहुन्छ एक क्लिक ल हाम्रो खाजा के छ त गाइस देखाइदिउँ त ल एउटा मुख्य खाजा यो पानी त्यसपछि मकै पपकर्न अनि यो कुरकुरे यो खुकियम ए टुपियम अर्को यो थुपियम हैन त्यो कुरकुरे हो करेन्ट थुपियम अनि यो चाहिँ भिटामिन ए भरे जेठाले सक्दैन होला हे फटा एउटा मेरो ड्रोन शट लिन्छु ल त रेडी नागर जोगाएर रेडी है हेलो गाइस लुलु हामी पनि फोटो सुटो खिचिसक्यौँ टक्क लिएर अब केटाहरू के भन्छ के खोइ गोदावरी घुम्ने आउनेलाई त यसो फोटो कहाँ ठाउँ राम्रो हुन्छ त्यहाँ त भिडियो क्लिप गर्दै रोक्दै हेर्नु होला राम्ररी हैट सूचना एकछिन रोकेर पर्नु है एकछिन ल ठाउँ छ त छैन नि हेलो गाइस लुलु ल झरनामा चाहिँ भरे आउनुपर्छ यता तपाईँ घुमेर आन्टीहरूको गीतमा नाचिदिरहेको रहेछु म अब ल ड्याङ ड्याङ हेलो गाइस लुलु ल बिस्तारै हेर्नु हेलो गाइस लुलु जङ्गल यस्तो दामीले घुमाइदिउँ तपाईँहरू बसी पनि गोदावरी घुम्न सक्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद के हो यो 10 मेन हेलो गाइस लुलु जेस्मी अब चाहिँ तपाईँहरू गोदावरीको वन यस्तो मस्तले घुम्न सक्नुहुन्छ मेरो भिडियो हेरेर सुती पनि हेर्नु होला घुमेर सट खतरा लगाएछ खतरा आयो है ल पढ्नुहोस् है यहाँ के छ ल ए भाइ यहाँ आऊ त अङ्ग्रेजी पढ्नु ए ठट भाइ यहाँ आऊ न लुलु नाच्दै रहेछ ल अब चाहिँ मलाई मात्रै होइन मेरो पछाडिको ब्याकग्राउन्ड पनि हेर्नु होला एकचोटि यस्तो बल निकाल्दिनु ट्रक ए यसरी भयो होला ड्रोन हो नि त ड्रोन ला नाच्दै हुनुहुँदो रहेछ सरी मैले खिचिहालेँ बल 4 छ एउटा जिकिहाल्छ समझ रहे हो ना यार ट्यान ट्यान टुङ डिस के छ ल मेरो घर त थुत्रै बनाइदिएछ यार हेलो गाइस लुलु हामी त यहाँ त म त फर्स्टचोटि भयो आइपुगेँ त यार हजुर ल ल ल ल ल ल ल ल तपाईँको नाम के हो सिमन आज गोइटा जस्तो हुनुहुन्छ त आज गोइटा जस्तो हुनुहुन्छ त यता आउनु न यता ल केटाहरु ल दार खेलिरहेको छ मिलिन के हो भाइ हामी ब्लगर हो क्या कहाँ गएको तिमीहरू कसको फोन हो है देखाउँदै यहाँ अनि यहाँतिर दामी त ग्रुप बसिरहेछ उ देऊ ल हेलो भन्नु न हेलो हेलो ल हेलो हान्नु त ल हेलो मोबाइल सुन्दिने हो कि घर जाने बेला म फिट्टा गरिदिन्छु भने के म्याम दारको कता हेर्को उ त ब्लगर दारको के म्याम न चले त ए भाइले साथै म भाइ चाहिँ यो खोला यहाँ त हाम्रो दार खेलिरहेको छ यो त नेपाली खोला है नेपाली खोला कमिराको लागि बाढी भन्दा डेन्जर हो
भाइ ध्यान गिर पाउ पाउ गिर पाउ पाउ खै दाइ नमस्ते म चाहिँ दिवस लामा सरस्वती सेकेन्डरीबाट स्कुल यो स्कुलकै हो साथीहरू सबै आएको मेरो ड्रोन आयो ड्रोन ड्रोन हो फाइनली गाइज हामीले भिडियो सिडियो सबै बनाइसक्यौँ सबै खेलिसक्यौँ अब हामी चाहिँ घर लाग्नुपर्छ त्यसैले भिडियो यहीँ एन्ड गर्न चाहन्छु हस् त धन्यवाद सबैले सब्सक्राइब गर्नु लाइक गर्नु नबिर्सिनु होला टाटा गुड नाइट हामी त सुतिन्छ अब धीरज रन जस्तो बात खतम सिद्ध गुड नाइट